साथीहरू तपाईँलाई कस्तो लाग्छ है हामीले के हैन विभिन्न प्रकारका मान्छेहरू भेट्छौँ हैन कोही मान्छे कस्तो सहयोगी हुन्छ कोही मान्छे चाहिँ सहयोग गर्न नसके पनि एकदम सपोर्टिभ हुन्छ हैन सपोर्टिभ हुन्छ अनि कतिपय मान्छेहरू कस्तो निस्वार्थी हुन्छ हैन सहयोग गरौँ वातावरण पनि एकदम राम्रो क्रिएट गरिदिने हुन्छ लाग्छ सँगै बस्दा लाग्छ हरेक कुरा सम्भव छ सजिलो छ जस्तो लाग्छ अनि कतिपय मान्छेहरू चाहिँ कस्तो हुने भने एकदम सङ्कीर्ण स्वभावको के हैन अनि सङ्कीर्ण स्वभावको कसरी अप्ठ्यारो गरिदिने कसरी मै हुँ भन्ने हैन अनि कसरी अरूलाई अप्ठ्यारो सिचुएसनमा पारिदिने भन्ने मानसिकता भएको पनि हुने रहेछ के मेरो एकदम मैले अनुभव गरेको हैन अरू मान्छे मैले केही कुरा बोलिरहँदाखेरि अरू मान्छेमा त्यसको प्रभाव कस्तो हुन्छ त्यो मान्छेको स्टेट कस्तो छ र त्यो मान्छेले चाहिँ त्यो मान्छेको कुराहरू राखिरहँदाखेरि पनि आफ्ना शब्दहरूले कस्तो इम्प्याक्ट पारिरहन्छ भनेर चाहिँ मान्छेले नसोच्ने रहेछ क्या कतिपय मान्छेहरू त्यस्तो पनि हुने रहेछ के हैन अनि मलाई चाहिँ कस्तो फिल हुन्छ भने नि त्यस्तो भन्छ नि हैन पाप धुरीबाट कराउँछ भने जस्तै के हैन मलाई कस्तो लाग्छ मैले देखेको पनि छु हैन त्यस्तो मान्छेहरूलाई चाहिँ फेरि हैन त्यस्तै ठिक पार्ने सिचुएसनहरू चाहिँ हुन्छ नि भगवानले दिन्छ भन्छ नि हैन त्यस्तै हुने पनि रहेछ के हैन अनि मान्छेले सोच्दैन आज कोही मान्छे यस्तो परिस्थितिमा हुँदा अथवा यस्तो उसमा हुँदाखेरि मैले यस्तो बोलिरहेको छु भने भोलि त्यो परिस्थितिमा म पनि हुन्छु समय ठाउँ परिस्थिति पद वातावरण सधैँ एउटै रहँदैन नि त एकदम परिवर्तनशील छ नि त हो कि हैन भनौँ न त्यही भएर अनि म प्रायः त्यस्तो मान्छेहरूलाई चाहिँ यस्तो मान्छे चिन्ने अनि त्यसपछि सकेसम्म परहेज गर्ने हैन फर्केर हेर्न नपर्ने गरी परहेज गर्ने गर्छु क्या म चाहिँ हैन परहेज गर्ने भन्दा पनि अब त्यो इग्नोर गर्ने भनौँ न इग्नोर गर्ने चाहिँ गर्छु सम्बन्ध बिगार्ने त हैन इग्नोर गर्ने चाहिँ गर्छु तपाईहरु के गर्नुहुन्छ भन्नु त मलाई